आज हामी जाने खनार भान्जीको बर्थडेमा। फेरि के भन्नु, आज नै घरमा हाम्रो गोहाली भट्काउने मान्छेहरू पनि आजै आउनुभयो। अस्तिदेखि आउनु नै भएको थिएन। आज भान्जीको पनि बर्थडे छ। के गर्नु कति बेलासम्म आज हामीले छिटै बोलाउनु भएको थियो। अब त ढिलो जानुपर्छ होला जस्तो लाग्छ। 3 बजीतिर जान्छ। गोहाली पनि उज्रिसक्यो। गइसक्यो हाम्रो गोहाली खत्तम। अब नयाँ बन्छ, नयाँ गोहाली, गाईको नयाँ घर बन्छ। अब डेमा जानको लागि रेडी भइसके, तर मौसम हेर्नु न कस्तो कालो बादल लगाइसक्यो। कालो बादल लगाइसक्यो। सफारी पनि आउँदैछ। अब 10-15 मिनट अब सफारीको वेट गर्नुपर्छ अनि जान्छु। पानी पर्यो भने बर्बाद पर्न थाल्यो। अब हामी चिया खाँदैछौँ। सबैजना रेडी भइसकेको छ। यहाँ पानी पनि पर्न थालिसक्यो। सफारी आइसक्यो। अब हामी जाँदैछौँ बर्थडे खान। बर्थडेमा पुगिसक्यौँ। एकछिन भयो, अहिले पानी परिरहेको भिडियो पनि लिन पाएन। डेकोरेसन भइसकेको छ। गर्लको मम्मी यहाँ रेडी भइसक्यो। अब हामी जाने केक काट्ने। यो चाहिँ बर्थडे गर्लको ड्याडी। अब हामी जान्छौँ केक कट गर्न। बर्थडे गर्ल त हेलो जुथरी हो त्यो। बाबु बर्थडे गर्ल बर्थडे सेलिब्रेसन भइसक्यो। अब ह्यापी बर्थडे टु यु। हामीले खाना पनि खाइसक्यौँ। अब हामी घर जान्छौँ। गएको घर अब हामी बाई बाई।